नमस्ते सबैजनालाई एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूले यो पछाडि गएर अनि भिडियोको टाइटल हेरेर थाहा पाइसक्नुभयो होला के हो मेरो भिडियो भनेर। अनि आज चाहिँ मेरो 34 विक्स भएको छ अनि 34 विक्स भएको छ। त्यही भएर आज चाहिँ म हाम्रो हस्पिटल ब्यागमा रेडी गर्नलाई पनि गइरहेको छु र अनि के अरे हामीले चाहिँ बेबीको लागि सामान के किन्यौँ भनेर तपाईँहरूलाई पनि देखाउँदैछौँ है। अब एक एकवटा हेरौँ। अहिले पछाडि त यति त राखेको छु। अब यो भिडियो चाहिँ लास्टसम्म हेर्दै जानु हामीले के किन्यौँ। अनि यो चाहिँ हाम्रो फर्स्ट एक्सपिरियन्स हो। अनि के किन्ने भनेर चाहिँ हामीले सब डक्टरले भनेअनुसारले किनेको छौँ। हामीले आफूले मनले होइन, डक्टरले अब यस्तो किन्नु भनेर लिस्ट दिनुभएको छ, त्यही भएर त्यही अनुसारले किनेको छौँ। अनि हामीलाई मनपर्ने अरू सामानहरू पनि किनेको छौँ हामी बेबीको लागि। अब लेट्स सी मैले के देखाउँछु है त, हेर्दै गर्नु होला। फर्स्ट केबाट देखाऊँ भने फर्स्ट चाहिँ म बेबीको बोतलबाट स्टार्ट गर्दैछु है। यो चाहिँ दुध पिलाउने हो र यो चाहिँ जेरोबाट स्टार्टिङ हुन्छ नि त। अब सानो बच्चाको लागि चाहिँ सानो उयो हुन्छ, त्यही भएर यो साइज अनुसारको हुँदो रहेछ। 1 वर्षको लागि, 6 महिनाको लागि। त्यही भएर चाहिँ सानो भर्खरको जन्मेको लागि चाहिँ यो सानो, यो सिसाको छ। सिसाको चाहिँ अलिक राम्रो हुन्छ अरे, त्यही भएर मैले पनि सिसाको किनेको। अनि यो भइहाल्यो है। यहाँनिर चाहिँ किन्दाखेरि चाहिँ हामीले चाहिँ यहाँनिर 0 साइजको भनेर किन्नुपर्ने रहेछ, त्यो थाहा थिएन। त्यहाँ सोध्दै गरेर किनेको हामीले पनि। हामीलाई पनि थाहा छैन त्यस्तो किन्न, फर्स्ट टाइम हो। त्यही भएर यो एउटा फर्स्ट हो है। त्यसपछि कति राख्नु, यो यता राख्छु। त्यसपछि यो बेबी कटन बड्स, यसलाई यो चाहिँ ठुलो मान्छेको चाहिँ ठुलो हुन्छ नि त, बेबीको सानो हुन्छ। त्यही भएर यो बेबीको चाहिँ सानोवाला थियो। त्यही भएर चाहिँ यो पनि हामीले अलरेडी किनिराख्यौँ। यो नुहाउँदाखेरि कान खुजाउने अनि नाकमा हो त्यस्तो युज गर्दो रहेछ। यो थाहा थिएन, अस्ति ट्रेनिङमा थाहा भएको। त्यही भएर यो पनि हामीले किनेर अगाडि नै रेडी गरिसक्यौँ। यहाँ लेखेकै छ है। त्यसपछि हामीले बेबी सोप पनि किनिसक्यौँ। बेबी सोप अब हस्पिटलबाट आएपछि त नुहाइदिनुपर्छ घरमा, त्यसको लागि हामीले बेबी सोप पनि किनिसक्यौँ। यो पनि हामीले चाहिँ यहाँनिर चाहिँ जापानमा चाहिँ एउटा निसिमाचु भन्ने ठाउँ हुन्छ, त्यसमा चाहिँ अलिक सामानहरू बेबीहरूको मात्रै पाउँछ त्यहाँ। अनि हामीले चाहिँ सब त्यही एकै ठाउँबाट किनेको। यो बेबी सोप पनि हामीले किनिसक्यौँ। त्यसपछि यो त नर्मल हो। त्यसपछि यो चाहिँ बेबीको उयो दुधको बोतलहरू धुएर पर्याउनु पर्ने रहेछ। यो यहाँनिर राखेर अनि बोतलहरू अनि यहाँनिर राख्ने रहेछ। यो सबै खोलेर किनेर खानु भइहाल्यो है। यो पनि हामीले अगाडि नै रेडी गरिसक्यौँ। अरू कलरमा थिएन, त्यही भएर पिङ्क कलरमा किनेको। त्यसपछि आयो पालो यो ह्याङ्करचिपको। यो ह्याङ्करचिप चाहिँ त्यो डक्टरले दिएको पेपरमा थियो, त्यही भएर यसमा चाहिँ अब नाम लेख्नु भनेको छ। नाम लेख्न बाँकी छ। यसमा चाहिँ एक प्याकेटमा 10वटा छ। 10वटा छ। यो चाहिँ बेबीलाई मुख पुस्ने अनि नुहाउनेहरूको बेला युज हुन्छ अरे, त्यही भएर यसमा नाम लेखेर पनि आउनु भनेको छ। अब यसमा नाम लेख्न बाँकी छ। त्यसपछि अर्को आउँछ नेल कटर। यो चाहिँ यस्तो नेल कटर, यसमा चाहिँ हामीले खोलेर ब्याट्री पनि लगाइसकेको छौँ। त्यही भएर यो अलिक मेसी टाइपको भइरहेको छ यहाँनिर र मिलाउनु बाँकी छ। यस्तो त हामीले नेपालमा देखेको थियौँ। अब सब यहीँनिर ट्रेनिङहरू गर्दाखेरि मात्रै थाहा भएको। यो चाहिँ हामीलाई ट्रेनिङमा जाँदाखेरि, त्यही भएर हामीले पनि यस्तो युज गरेर किनेको। यो चाहिँ यस्तो हुँदो रहेछ है, बक्स चाहिँ यस्तो हुँदो रहेछ, तर युजफुल रहेछ। यो चाहिँ ट्रेनिङमा हामीलाई देखाएको थियो यस्तो किन्नु भनेर, अनि हामीले किनेको। यो चाहिँ यहाँ युज गर्ने, यहाँनिर लाउने यसरी, अनि यहाँनिर हुन्छ घटाउने बढाउने, अनि यहाँ बेबीको नाम यस्तो गरेर फिङ गर्ने। अब यस्तो भयो भने काट्छ भन्ने, हात काट्छ भन्ने डर पनि हुँदैन नि त। त्यही भएर यस्तो चाहिँ किन्न अलिक युजफुल रहेछ।
पनि थाहा थिएन, त्यो ट्रेनिङमा गएर थाहा भएको। अर्को भए त अब छालाहरू चेप्ने ओर्ने हुन्छ नि त, यसले त हुँदैन। त्यही भएर यो चाहिँ हामीले किनिसक्यौँ। अनि यो चाहिँ यो पनि हस्पिटल ब्यागमा प्याकिङ गर्नुपर्छ। त्यसपछि अर्को आउँछ, त्यसपछि अर्को के आउँछ भनेपछि यो चाहिँ हामीले बेबीको फोटोसुट पनि उयो बेबी सावरको लागि फोटोसुट पनि गरेको छैनौँ, त्यही भएर फोटोसुट पनि गर्न छ। त्यही भएर हामीले बेबी बुझेल कमिङ सुन। हेर्नुहोस् त कति सानो, कति क्युट। अनि हामीले चाहिँ यो फोटोसुटको लागि पनि यो बेबी बुझेल भनेर अर्डर गरेको हो। यो चाहिँ हामीले अनलाइनबाट गरेको हो। क्युटी। यो चाहिँ हामीले हस्पिटल लाँदैनौँ, यो चाहिँ फोटोसुट गरेर अनि पछि घरमै लगाइदिन्छौँ। चाहिँ त्यसपछि यो चाहिँ हस्पिटलबाट यो धुन बाँकी छ, यो सबै धुन बाँकी छ। यो भर्खर आएको अनलाइनबाट। यो चाहिँ हस्पिटलबाट फर्किँदाखेरि लगाइदिनुपर्छ अरे, त्यहाँ लेखेको थियो। अनि एक सेट चाहिँ हस्पिटलबाट आउँदाखेरि लगाउनुपर्छ भनेर। यो टोपी पनि छैन, यो धुन बाँकी छ। टोपी र यो लुगा धुन बाँकी छ, अब यो पनि धुनुपर्ने छ। त्यसपछि आउँछ प्याम्पर्स। प्याम्पर्स पनि 90देखि 100 जति ल्याउनु भनेर त्यहाँनिर लेखिरहेको छ पेपरमा। त्यही पनि यो हस्पिटल ब्यागमा प्याकिङ हुन्छ। यो पनि अब 1 हप्ताको लागि युज हुनको लागि किन्नु भनेको थियो। त्यही भएर यो पनि हामीलाई थाहा छैन कुन किन्नु भनेर। अनि हामीले सोधेर अनि कुन राम्रो हुन्छ भन्दाखेरि अब उनीहरूले त जे पनि देखाउँछ। अनि अब फर्स्ट टाइममा, त्यही भएर ट्राई गरौँ न त कस्तो हुँदो रहेछ भनेर हामीले चाहिँ यो किन्यौँ। यहाँ चाहिँ 60वटा पिसेस हुँदो रहेछ। अनि यहाँनिर लेखेको पनि हुन्छ कि, यहाँनिर लेखेको हुँदो रहेछ न्यू बर्न बेबी भनेर। त्यही भएर न्यू बर्न बेबीको लागि चाहिँ हामीले यो र 2 प्याकेट किनेको छौँ। यो र यो चाहिँ हामीले हस्पिटल ब्यागमा प्याक गर्नुपर्ने हुन्छ। त्यही भएर यो पनि अब हस्पिटल ब्यागमा प्याकिङ हुन्छ। अनि त्यसपछि आउँछ बेबीको लुगा। यो पनि भर्खर अनलाइनबाट आएको, त्यही भएर धुन पाएको छैन। यहाँ चाहिँ बेबीको सक्स छ, बेबीको सक्स छ। यहाँनिर चाहिँ हेर्नु कति क्युट सक्स छ। यहाँनिर चाहिँ कति जोड छ भने यहाँनिर चाहिँ सबै धुन बाँकी छ। यहाँ चाहिँ 1 2 3 4 5, यहाँ चाहिँ 5 जोड सक्स छ बेबीको सक्स छ। यिनीहरू चाहिँ लानु पर्दैन हस्पिटलमा। अनि यो चाहिँ पन्जा ग्लोभ्स छ। त्यही भएर यसमा पनि 1 2 3 4 5वटा छ। यहाँ पनि 5वटा छ। यो पन्जा भइहाल्यो। यो पनि अम्ला चुस्छ नि त, त्यही भएर यो लगाइदिनु भनेर। अनि त्यसपछि आउँछ टोपी। टोपी पनि यहाँनिर 1 2 3 4 5वटा, टोपी पनि 5वटा छ। यहाँ यो चाहिँ प्लास्टिकबाट नखोलेको चाहिँ मैले धुन बाँकी छ। अनि खोलेकोहरू चाहिँ सबै मैले धुएर रेडी बनाइसकेको छु। अनि आउँछ पालो यो लुगा हेर्नुहोस्। यो लुगा चाहिँ हामीले अस्ति किनेको थियौँ। यस्तोवाला लुगा अहिले गर्मी हुन थाल्यो नि त यहाँ, त्यही भएर गर्मीमा युज हुन्छ भनेर। त्यही भएर तातो लुगा चाहिँ छैन, शीतल लुगाहरू मात्रै छ यस्तोवाला। हामीले यो चाहिँ 2 प्याकेट किनेको थियौँ। 2 प्याकेटमा 10वटा कि कतिवटा हुँदो रहेछ। अनि यो चाहिँ हामीले सब धोएर रेडी बनाएको छौँ। यो चाहिँ अब लानु पर्दैन, यो पछि घरकै लागि किनेको। त्यही भएर अब यो यस्तो सबै लुगाहरू छ। यो लुगाहरू चाहिँ यति छ लुगाहरू। यो चाहिँ सब धोएर हामीले पट्याएर राखेको। हामी बुढाबुढीको काम, यो बुढाको धुने काम, मेरो पट्याउने काम। यति चाहिँ हामीले किनेको छौँ, धेरै त छैन। यो चाहिँ 2 प्याकेट किनेको थियौँ। 2 प्याकेटमा यति हो। 2 प्याकेटमा कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13वटा रहेछ। 2 प्याकेटमा 13वटा सामान कपडा रहेछ नानीको। त्यही भएर यो पनि
छु। अनि त्यसपछि आउँछ अब यहाँनिर त गर्मी हुन्छ नि त। हामीले चाहिँ यो ब्ल्याङ्केट किनेको हस्पिटलबाट आउँदाखेरिको लागि। यो ब्ल्याङ्केट किनेको हस्पिटलबाट आउँदाखेरि अब पोको पार्नु पर्यो। यो ब्ल्याङ्केट किनेको, त्यही भएर मलाई चाहिँ लाग्यो कि अब यहाँ त अहिले गर्मी हुन्छ अब लास्टै, त्यही भएर गर्मी हुन्छ त्यसको लागि भनेर मैले चाहिँ एउटा यो पनि नयाँ किनेको, यो स्टिकर पनि उक्काएको छैन, धुन पाएको छैन। यो पनि, यो चाहिँ सफ्टवाला शीतलवाला ब्ल्याङ्केट, शीतलवाला चाहिँ यो चाहिँ सफ्ट, त्यही भएर यो पनि किनिहालेको हामीले। किनभने अब गर्मी हुन्छ, हामी नै सक्दैनौँ झन् त केटाकेटी नानीहरूलाई के को सकिन्छ, त्यही भएर चाहिँ मैले शीतलवाला किनेको। यो चाहिँ अब यो पनि धुनु बाँकी छ, यो त्यही भएर यो स्टिकर यत्तिकै छ यहाँनिर, यो भइहाल्यो। त्यसपछि यो चाहिँ नि बेडमा ओछ्याउने हो, किनभने अब त्यो बेडमा त अब फेरिराख्नुपर्छ नि त, त्यसको लागि भनेर मैले यो पनि किनेको। यो बेडमाथि ओछ्याउने, यो पनि बाँकी छ, यो पनि ह्याङ्गरबाट, यो भर्खर ल्याएको हो त्यही भएर। त्यसपछि अब अर्को आउँछ पिलो। पिलो, यो पिलो पनि भर्खर खोल्दैछु, भर्खर ल्याएको। पिलो पनि क्युट पिलो, यो पिलो पनि हिजो हामीले ल्याएर यहाँनिर सुताउने होला। पिलो पनि हिजो भर्खर लिएर आएको हामीले। यो चाहिँ पेपरमा थिएन, त्यही भएर हामीले घरमा के गर्ने भन्ने कुरा हो यो। अनि त्यसपछि आउँछ अब यो ओसिरी फुकी भन्ने चाहिँ, यो चाहिँ ओसिरी फुकी हो। यो चाहिँ वेट टिस्यु, वेट यो पुस्नलाई। अब यो चाहिँ लास्टै वेटबाट होला अलिकति भारी छ। एउटा, दुईवटा, तिनवटा, यहाँनिर चाहिँ 8वटा रहेछ, 80 पिस रहेछ। एउटामा चाहिँ 80, 8वटा पाएको रहेछ। त्यही भएर यो चाहिँ यो सबै हस्पिटल लानु हो, यो हस्पिटलमा युज हुनको लागि। अब घरमा त ल्याउने बाँकी चाहिँ सब हस्पिटलको लागि हो। त्यसपछि अब यो त के देखाउनु, यो त बेबीको लागि होइन, यो त बेबीको मम्मीको लागि भयो। त्यसपछि आउँछ यो किचन। यो चाहिँ किचन, यो चाहिँ फिडिङ गराउँदाखेरि यस्तो गर्ने अनि यस्तो गरेर फिडिङ गर्ने। यो चाहिँ अनिवार्य चाहिँदो रहेछ हस्पिटलमा, त्यही भएर यो चाहिँ यो पनि हस्पिटलमा प्याकिङ हुन्छ, यो पनि लानुपर्ने रहेछ। यस्तो गर्दा अलिक सजिलो पनि हुन्छ, हामीलाई यस्तो अडास पनि लाउन मिल्यो अनि यसरी यस्तो गर्दा पनि मिल्यो। अब हातमा बोक्यो भने त यस्तो गल्छ नि त, त्यही भएर यतिकै राख्दाखेरि यति मात्रै गर्नुभयो। त्यही भएर यो पनि युजफुल, यो पनि हस्पिटलमा ब्यागमा प्याकिङ हुन्छ। के किन्नु पर्ने रहेछ भनेर त सुरुमा थाहा हुँदैन, सबै हस्पिटलबाट भनेर अनि हामीले पनि किनेको के किन्नु पर्ने रहेछ। खै नेपालमा त यस्तो सामान त अगाडि नै रेडी गर्नुपर्छ भनेर त थाहा छैन, तर अहिले चाहिँ अब सबै कुछ रेडी गर्नुपर्ने रहेछ। त्यसपछि आउँछ यो ब्याग चाहिँ यो ब्याग जस्तो के हो भन्नु होला, यो चाहिँ बेड हो। यो कस्तो खालको बेड हो भने नि, यो चाहिँ हामीले अनलाइनबाटै किनेको। यो यसरी खोल्ने, यो यसरी खोलेर त्यसपछि यहाँनिर बेड छ अनि यहाँनिर सुताउने, त्यस्तो छ। यो चाहिँ अब यस्तो सजिलो भयो नि त, बाहिर जाँदाखेरि पनि यही बोकेर जाँदा पनि भयो। त्यही भएर यहाँ यसरी यहाँ बाँध्यो भने चाहिँ यसरी गोलो पनि हुन्छ, यस्तो बिचमा राख्ने, ताकि यहाँनिर अब हामी सुत्दाखेरि यतातिर ठोकिँदैन नि त। त्यही भएर यो चाहिँ मैले नखोलेको, किनभने फोहोर हुन्छ नि त अहिले नै खोल्यो भने त, त्यही भएर मैले चाहिँ यसरी प्याकिङमै राखिराखेको छु। अनि त्यही भएर त्यहाँ माथि चाहिँ अघिको मैले देखाएको थिएँ नि हो त्यो ओछ्याउने अनि सिरानी राख्ने, अनि पातलोवाला ब्ल्याङ्केट। यो चाहिँ घरको लागि हो, यो त लानु पर्दैन हस्पिटलहरू।
त्यसपछि आउँछ चाहिँ घरको लागि ब्याग, सानो ब्याग जस्तै देखिन्छ रहेछ। त्यसपछि आउँछ यो बेबीको लागि सानो, यो घरमा अब एक अल्मलाउनको लागि कोक्रो जस्तो अब यहाँ राख्ने, अनि यो पनि हेर्छ यसरी हेर्ने, अनि यतिकै बस्नको लागि यसरी हल्लाइदिँदा पनि मिल्यो। अनि बेबीको त्यो कोक्रो चाहिँ हामीले अनलाइनमा अर्डर गरेको छौँ, आउने बाँकी छ। त्यो यस्तो हल्लाउने टाइपको, यो चाहिँ हामीले त्यो अब दुधहरू खुवाउँदाखेरि सुत्दाखेरि त अब कोक्रो भइहाल्यो। यो चाहिँ दुधहरू आफै बोतलमा राखिदिने, अनि यिनीहरू यहाँनिर ढल्काइदिने। अब सुतेर खुवाउँदाखेरि यहाँनिर अब हुँदैन अरे सुतेर खुवाउन, त्यही भएर यहाँनिर अड्याउने, यहाँ राख्ने अनि खुवाइदिने दुध। यो पनि हामीले अगाडि नै अनलाइनबाटै किनेको हो। आधी सामान चाहिँ अझै अनलाइनबाट आउने बाँकी छ, बेबीको सामान मात्रै छ, हाम्रो चाहिँ छैन। अनि यो चाहिँ हस्पिटलबाटै रेकमेन्ड गर्छ, यो चाहिँ किन्नै पर्छ। यो हस्पिटल त्यो मुनि पसलको हुन्छ, हस्पिटलको पसलमा। अब यो त के देखाउनु र यसमा यो अब आउँछ यो चाहिँ बेबीको नुहाउने। यो चाहिँ हामीले अनलाइनमै किनेको हो, त्यही भएर यतिकै राखिरहेको छौँ हामीले। यो यसमा बेबीलाई नुहाउने। अरू सामानहरू चाहिँ अब आउन बाँकी छ, अनलाइनको सामानहरू चाहिँ अब आउनु बाँकी छ भने बेबी बोक्ने झोलाहरू अनि कोक्रोहरू आउन बाँकी छ। यति चाहिँ हामीले रेडी गरिसक्यौँ, किनभने यो चाहिँ इम्पोर्टेन्ट हो। त्यही भएर अब यो चाहिँ हामीले ब्याग प्याकिङ गरिसक्यौँ भने, किनभने हाम्रो अब 34 विक्स भइसक्यो नि त। 34 विक्समा चाहिँ अलरेडी रेडी गर्नुपर्ने छ, किनभने उनीहरूले चाहिँ 31 होइन 30 विक्समै सोधिसकेको थियो हस्पिटल ब्याग रेडी गरौँ भनेर, तर हामीले त्यति बेला रेडी गरेको थिएनौँ। त्यही भएर अहिले चाहिँ अब हामीले रेडी गर्नुपर्छ, फेरि हामीलाई गाह्रो हुन्छ। त्यही भएर चाहिँ अब यति हो हामीले अहिलेलाई जुम्बी गरेको, रेडी गरेको। अनि अरू सामान त अब बिस्तारै आउँदा हुन्छ, किनभने त्यो त अब घरको लागि नै हामीले अर्डर गरेको हो। यो चाहिँ भनेको चाहिँ हस्पिटल, एक दुईवटा चाहिँ हस्पिटल, यो नुहाउने सुहाउने त लाने होइन, कोक्रो पनि लाने होइन, अरू चाहिँ हामीले हस्पिटलको लागि लानुपर्छ। त्यही भएर चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, यहाँ हामीले जापानमा चाहिँ यस्तोसम्म रेडी गर्नु पर्दो रहेछ भनेर मैले चाहिँ भिडियो बनाएको। मेरो पनि यो फर्स्ट एक्सपिरियन्स हो, वी आर एक्साइटेड। अनि यति सामानहरू किन्नु पर्दो रहेछ थाहा पनि थिएन हामीलाई, र हामी धेरै खुसी पनि छौँ। अनि हामीले हाम्रो सेयर गऱ्यौँ, यही हो। अनि अरू भिडियोहरू पनि आउँछ, हेर्दै जानु होला, स्टे ट्युन। अनि भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि म चाहिँ काम छुट्टी बसिसकेको छु, अब हाम्रो 1 मन्थ मात्रै छ बेबी आउनलाई। त्यही भएर अनि यो भिडियो पनि गरिहालेको। अब हस्पिटल ब्याग प्याकिङ गर्न बाँकी छ। अब हस्पिटल ब्याग प्याकिङ गर्ने चाहिँ टिकटकमा हेर्नु होला, टिकटकमा म अपलोड गर्छु। युट्युबमा चाहिँ यति नै हो हामीले सामान किनेको। अरू भिडियोहरू पनि बिस्तारै आउँछ। अनि डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। अनि कस्तो लाग्यो यो भिडियो कमेन्टमा भनिदिनु होला। धन्यवाद, नमस्ते। अनि हाम्रो बेबी बोय हो कि गर्ल हो त्यो चाहिँ पछि भिडियोमा आउँछ, भिडियो हाल्छौँ, आउँछ पछि। बेबी सावर हुने बाँकी छ। अनि बेबी बोय अर गर्ल त्यो चाहिँ कमेन्ट पनि गेस गर्दै गरिदिनु होला कमेन्टमा पनि। अनि बाई बाई, सी यू अन द नेक्स्ट ब्लग, बाई।